गर्ने व्यक्तित्वसँग, एउटा मूर्धन्य स्रष्टा भन्छ नि त्यस्तो व्यक्तित्वसँग आज मैले यो अन्तर्वार्ताको सेटमा बसेर तपाईँलाई केही प्रश्नहरू, तपाईँका सुख दुःखका केही कुराकानीहरू र तपाईँको नयाँ चलचित्र श्री बुकुरोको बारेमा कुराकानी गर्ने मौका पाएँ। म एकदमै एक्साइटेड थिएँ। हजुरको धेरै फिल्महरू हेरेको छु, हजुरको अभिनयको फ्यान हो, हजुरको कलाकारिताको फ्यान हो। सो आजको कुराकानी रमाइलो पनि हुन्छ होला, केही इन्स्पायरिङ पनि हुन्छ हाम्रो युवा पुस्ताको लागि र नयाँ कलाकारहरूको लागि। अनि आइदिनु भएको छ, एकदमै धेरै धेरै धन्यवाद हजुरलाई। मेरो पनि तपाईँलाई धेरै धेरै धन्यवाद, यसरी मसित बोल्ने मौका दिनुभयो र आदरणीय दर्शकहरूमा पनि नमस्कार टक्राउन चाहन्छु। अब कलाकारिता यात्रा पनि लगभग हजुरको जे होस् बाल कलाकार बाहेक जोड्दाखेरि पनि 3 दशकभन्दा बढी भइसकेछ होइन दिदी? झन्नै आज फर्केर हेर्दा कस्तो लाग्छ? आज फर्केर हेर्दा म यो यसरी इन्टरभ्यू दिन लायकको हुन्छु अथवा इन्टरभ्यू दिनसम्म पुग्छु, म कलाकारै भएर मात्र खान्छु भन्ने सोचेको थिइनँ। किनभने मैले राष्ट्र ब्याङ्कमा पनि जागिर खाएँ 2028 सालदेखि 2050 सालसम्म। अनि त्यो जागिर खाँदै गर्दा पनि त्यो नेपाल टेलिभिजन स्थापना भयो। त्यसपछि 2043 सालपछि नेपाल टेलिभिजनले आफ्नो टेलिफिल्महरू हेरुन् भनेर टेलिफिल्ममै पुरस्कार राख्थ्यो। त्यो पुरस्कारमा टेलिभिजनबाट त्यो आएकाहरू टेलिफिल्महरूको संवादहरू जसले बोलेर लेखेर पठाउनुहुन्थ्यो, यो संवाद फलानुले बोलेको, फलानु पात्रले भनेर लेखेर पठाएपछि त्यहाँ त्यो मतलब चिठा हालिन्थ्यो अनि जसले गर्या हुन्थ्यो त्यसले चाहिँ पुरस्कार पाउँथ्यो, टेलिभिजन पुरस्कार पाउँथ्यो। त्यो अवस्थाबाट आजको यो अवस्थासम्म आउँदा टेलिभिजन त टेलिफिल्म त गरिरहेकै छु। मेगा फिल्महरू जति पनि छन् हिटै भए जस्तो लाग्छ मलाई। अनि त्यही सिलसिलामा कुरा गर्नुपर्दा तितो सत्य, मेरी बासै, अझ लामो कुरा गर्दाखेरि हाम्रो परिचय, यी टेलिफिल्महरू गरेँ। त्योभन्दा पहिला 50-50 सन्तति त्यो गरेँ मदन दाई हरदाईहरूसँग पनि। त्यही हो। ओके, जे होस् तपाईँ आजको दिनमा यो एजमा यो फेजमा आएर यसो कलाकारिता यात्रालाई तपाईँले त्यो दिन सुरुवाती दिनहरू फर्केर हेर्दाखेरि तपाईँ सायद सन्तुष्ट हुनुहुन्छ होला, खुसी हुनुहुन्छ होला कि? खुसी लाग्छ, तर त्यो मै व्यक्ति हो कि होइन जस्तो नि लाग्छ कहिलेकाहीँ। कोठामा एक्लै बस्दा कि नेपाल राष्ट्र ब्याङ्कको जागिर, त्यो नोटहरू हराउला कि भन्ने पिरको वातावरण, यता यो कलाकारिताको क्षेत्रको हुटहुटी, अनि के अरे कुन बेला कसले बोलाउला भन्ने पनि आश। अनि कतिपय तलब नलिकन मैले मतलब बिदा धेरै लिएर मैले टेलिफिल्महरू पनि गरेँ, ठुलो फिल्म पनि गरेँ। जब 2050 सालमा शैक्षिक अवकाश भन्यो नि, त्यसपछि लजा छोड भनेर अनि जागिर सागिर छोडेर यो क्षेत्रमा आएँ। त्यो महिनामा ठेकिएको रकम त आउँथ्यो नि, अब अहिले त कसले देला भने जस्तो बस्नुपर्छ। तर पनि म बिजी नै छु। बिजी छु भन्नाले के भने वर्षमा 3-4वटा फिल्म गरेकै छु। भनेको मतलब औलो दौलो पनि छैन अनि ठ्याक्कै नभएको पनि होइन, त्यस्तो चाहिँ भइरहेछ कि। तर हजुरको यसो हेर्ने हो भने त राष्ट्र ब्याङ्कमा त्यो बेलाको जागिर भनेपछि तपाईँको पदोन्नति हुन्थ्यो, सबै हिसाबले त आर्थिक हिसाबले त तपाईँ त्यताबाट नै एकदम फाइदामा हुनुहुन्थ्यो नि। एकदमै घर परिवार घर बनाइयो, छोराछोरी पढाइयो, त्यही पैसाले हो। त्यो पैसाले अहिलेसम्म पनि पेन्सनले कला क्षेत्रको मान्छेले दुःख नमानुन्। किनभनेदेखि हाम्रो पपुलेसनको हिसाबले नि अलिक कम छ। कहिले राजनीतिले गाँजा छ, कहिले रोगले, कहिले भैँचालोले, कहिले हामीलाई चाहिँ साँच्ची भन्यो भने अलिअलि अप्ठ्यारो स्थितिमा पनि त्यही पेन्सन पनि आउँदैछ र पो मैले आफूलाई धान्न सकिरहेको छु र यो फिल्डलाई मैले योगदान दिन सकेको छु। योगदान त हो कि होइन थाहा छैन, तर जे होस् हाम्रो आदरणीय दर्शकहरूलाई इन्टरटेन गराउन सकेको छु जस्तो मलाई लाग्छ। किनभने मलाई पुगिहाल्छ नि भनेर म घरमा बसेको भए सोचे जस्तो यो आर्टिस्ट बन्न सक्दिनँ थिएँ कि। मैले कहिलेकाहीँ छुच्ची पनि गरेँ, धेरै जसो मायालु पनि गरेँ, रौनी पनि गरेँ। अनि कोठामा बस्दाखेरि यसो हेर्छु
त्यही लक्ष्मी गिरी हो त जस्तो पनि लाग्छ कहिले है? हजुर 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 होइन एकदमै हजुरले जति पनि चलचित्रमा अभिनय गर्नुभएको छ जीवन्त अभिनय भन्छ नि दिदी जीवन्त लाग्छ क्या तपाईँको अभिनय हजुर हजुर होइन मैले त धेरै नै हेरेको छु र मलाई मेमोरी भएको चाहिँ नि हजुरको जस्तो दर्पण छायाको क्यारेक्टर होइन यस्तो यति यति धेरै मजाको थियो मुभी त्यसको एउटा डायलग भनिदिउँ प्लिज 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 बाबु मेरो छोराको लागि यति तिमीले मायाको दान देऊ हो भनेर भन्छु किनभनेदेखि मेरो छोरो अन्धो हुन्छ हो हो अनि दिलीप रायमाझसित त्यो पात्रले त्यसरी मागेको हुन्छ आफ्नो आमाले ओड्नी यसो गरेर थापेर हो